जय मसी सालो भेरी भेरी गुड मर्निङ बिहानी हेर्नेलाई। आज चाहिँ म तपाईहरुलाई बिहान बिहानै कहाँ लाँदैछु भन्दाखेरि चाहिँ अहिले चाहिँ बजेको छ तपाईको बिहानको 5:30 अनि मैले चाहिँ हेलमेट ल्याइन छेउमै हो भनेर अनि तर चिसो भएर चाहिँ मैले स्कार्फ टाउकोमा यसरी बानिराखेको छु। नानीलाई चाहिँ टोपी लगाइदिइराखेको थिए अनि हामी चाहिँ यसरी बाटो निक्ल्यौं अनि बिहान पख चाहिँ बाटो एकदमै खाली थियो है। नभए चाहिँ यो बाटो दिउँसो हिँड्नु पर्यो भने ट्याँ टोटो अटोको जाम ह्यान त्यान भइरहेको हुन्छ। तर वेरेस अहिले चाहिँ यस्तो भएको थियो अनि हामी यसरी बुलन ट्रेनिङ काटेर अब दलसिंहपाडा तर्फ जाँदैछौँ। तब चाहिँ यस्तो चियापत्ती बगानबाट यसो हेर्दा चाहिँ घामको किरण चाहिँ देखिरहेको थियो। यति दामी मजाको ओरेन्ज कलरको रातो रातो परेको मजाले सनराइज हुँदै थियो। एक प्रकारको तातो भइरहेको थियो। यो चाहिँ हाइवे जाने बाटो। हामीले यो हाइवे जाने बाटो क्रस गरिसक्यौं अनि यसरी हामी जाँदैछौँ। अब जानु त जाँदैछौँ नि तर हामी जानु चाहिँ कहाँ जाँदैछौँ तपाईहरुले अगाडि हेर्नुस्। एकदमै इन्ट्रेस्टिङ जग्गामा जाँदैछौँ। यो चाहिँ मेरो छोराको वान अफ द फेभरेट प्लेस है। अनि हामी चाहिँ यसरी रिसोर्ट पुग्यौं अनि यो चाहिँ कहाँको रिसोर्ट के हो भन्दा चाहिँ म तपाईहरुलाई अहिले भन्दै जाने छु। तपाईहरु अन्तिमसम्म विदाउट स्किप हेरिदिनुस्। अनि यसरी हामी यो रिसोर्टमा पुग्यौं। त्यहाँदेखिको हामीले यसरी बाइकलाई साइड गर्यौं यहाँनिर अनि त्यहाँदेखि चाहिँ हामी यसरी साइड गरेको चाहिँ मैले देखाइन। त्यहाँ हामी हिँडेर जाँदैछौँ है। यहाँ चाहिँ सानो पार्कहरू जस्तो पनि थियो। अनि जब हामी हिँडेर जाँदैछौँ यो गेट अगाडि सानो गेटको उतापट्टि चाहिँ जंगल सुरु हुन्छ है त साथीहरु। अब यहाँ हेर्नुस् है त के देख्नुहुन्छ। Yes. When this fish was born, त्यही त भित्र जानुपर्छ भन्दै थियो नि त लजको। কোদাল চেক করছে? यस यस यस। अनि ओइदिके के के साथीको बच्चाले देखेर चाहिँ सिधै आउँदैछ हाम्रोमा है साथी। Oh, Baba, come this side. Baby elephant is coming. Hey, baby elephant is asking something. হাতি কে কিছু দিতে পারবো আমরা না দিতে পারবো না? Wow. You want না না মানে খাওয়া দাওয়া কিছু দিতে পারবো কি পারবো না? Hello. হ্যাঁ? পারবো না। Hello. मेरो श्रीमानले चाहिँ हात्तीलाई हामीले केही दिनु सक्छौं भन्दै थियो अनि उसको अनरले चाहिँ केही दिनु सक्दैनौ भन्दै थियो। त्यसै चाहिँ एकदमै एक्साइटेड भइरहेको थियो। हेलो गुड मर्निङ। हामी चाहिँ कहाँ आइपुग्यौं? जंगलमा आइपुग्यौं। आज चाहिँ हाम्रो एलिफेन्ट राइड छ जेसीको। Look, baby elephant. अनि हामी यहाँबाट चढ्ने छौं हात्तीको ढाडमा। Elephant baby. Wow, so cute. यो ह्यापी बाबा यहाँ आउँदाखेरि चाहिँ गाइड पनि चाहिँदो रहेछ। अनि मेरो श्रीमान चाहिँ गाइडलाई लिनु जानु भएको छ है। हात्तीको ओनरले भन्यो गाइड चाहिन्छ भनेर अनि मेरो श्रीमान चाहिँ गाइड लिएर लिनु जानु भएको छ। अनि त्यो चाहिँ कहाँ भन्दाखेरि चाहिँ अफिसमा है। अनि यिनीहरुको अफिस चाहिँ कहाँ छ के छ म अझै हेर्दै जानुस् डिटेल्स म बताउने छु है त साथीहरु। अनि उहाँ चाहिँ जानुभयो अनि आइपुग्नु भयो। अनि यसरी चाहिँ अब चाहिँ हामी अब राइड गर्नु गइरहेको है। मेरो श्रीमान चाहिँ आइपुग्नु भयो अनि यो गेटबाट अब हामी एन्टर गरिरहेका छौं। अनि यहाँ चाहिँ अझै दुईजना पनि रहेछ टुरिस्टहरु है। कलकत्ताबाट आउनु भएको रहेछ राइडको लागि। अनि हामी त छेउमै हो। छेउमा भन्दा पनि 20-22 किलोमिटर हो हाम्रो घरबाट। अनि यसरी चढ्यो अनि उनीहरु चाहिँ चढिसके त्यहाँबाट मजाले है। अनि मैले चाहिँ भन्दै थिएँ नानीलाई भन्दा मलाई पो डर लागे जस्तो भयो साथीहरु भन्दै थिए है। अनि साथीहरु एउटा हात्तीमा चाहिँ 4 जना बस्न सक्दो रहेछ। अनि उहाँहरु चाहिँ यसरी बस्न सक्नुभयो बाउ छोरा रहेछ। त्यहाँदेखिनको चाहिँ अब कसरी बस्ने भन्दाखेरि चाहिँ हामी चाहिँ उतापट्टि बस्नु पर्ने। अनि त्यहाँदेखिनको हात्तीलाई चाहिँ यसरी फेरि घुमाउँदा रहेछ है त। त घुमाएर चाहिँ फेरि त्यो छेउमा चाहिँ ल्याउँदा रहेछ। अनि सिट चाहिँ यति डर लाग्दो थियो कि बीचमा बार पनि हुँदैन रहेछ। बीचमा बार भएको भए चाहिँ ठक्कै 4 जनाको बराबर प्लेस हुन्थ्यो नि त है। अनि त्यस्तो हुँदैन रहेछ। अनि त्यो चाहिँ ठक्कै अब यो चाहिँ फोल्डिङ वाला हुँदो रहेछ है। त हेर्नुस् न अगाडि खाली छ हो। अन्त विशेष गरी नानीहरु लिएर आउनु हुँदैछ भने तपाईहरुले चाहिँ केही बान्ने ल्याउनुहोस् है। अनि यो चाहिँ एकदमै रिस्की हुन्छ। अनि यो सट्टै खोलेर चाहिँ सट्टै बसेर चाहिँ अगाडि अन्त अब चाहिँ म बस्न गइरहेको छु। अनि धेरै डर लाग्दो फिल हुँदो रहेछ के डुकडुक भएको म त नानीलाई भन्दा पनि हैन।
अनि यसरी त्यहाँदेखि चाहिँ ड्याडी र जेसीको पालो आयो म चाहिँ बसिसकेँ अनि ब्याग चाहिँ मलाई दिनुभयो ब्याग मैले बोकेँ त्यहाँदेखि अगाडि चाहिँ भङ्गै थिएँ है मैले त्यो नानी बसेको चाहिँ क्याप्चर गर्नु पाइनँ अनि ठिकै मैले त्यो सल अघि तपाईँहरूले देख्नुभयो नि टाउकोमा बाँधेको त्यो सल थियो र मैले फेरि यो नानी बसिसकेपछि त्यो सलले यस्तो बाँधेँ त्यो चाहिँ सेफ्टीको लागि नि यदि तपाईँहरू पनि नानीलाई यसरी एलिफेन्ट राइड गराउनु हुँदैछ भने चाहिँ तपाईँहरूले त्यसरी सल चाहिँ एकदम कम्पलसरी बोक्नु सल भए पनि यस्तो क्यारी ब्याग भए पनि सो द्याट नानीलाई चाहिँ सेफ्टी हुन्छ है हामी यसरी चढिसक्यौँ अब चाहिँ हाम्रो यात्रा सुरु भयो है त हात्तीको म चाहिँ यसरी किन हाँसिरहेको छु भन्दा मेरो श्रीमानले चाहिँ हामीलाई चाहिँ यहाँ डरले लड्नु आँटिरहेको छ ऊ चाहिँ मोबाइल निकालेर फेरि भिडियो नै गर्दैछ भन्दैछ अनि मैले के गर्नु अब क्याप्चर गर्नु पर्यो नि त यहाँ हेर्नुहोस् न यहाँ हेर्नुहोस् भनेर जेसिर पनि ड्याडीलाई देखाउँदैछ अनि यहाँ पछाडि देख्नु हुँदैछ जङ्गल चाहिँ एकदमै पानीको अस्तिको फ्लडले चाहिँ बिगारेको रहेछ हो यहाँ हेर्नुहोस् केही छैन जङ्गल अनि यो जङ्गल चाहिँ हामी चाहिँ यो चाहिँ हात्तीले चाहिँ फर्स्ट आज गर्दैछ अरे फ्लड पछि चाहिँ फर्स्ट राइड अरे त्यो पनि अर्को नयाँ जङ्गलमा अरे अब पहिला चाहिँ अर्कै जङ्गलमा जान्थ्यो अरे यहाँबाट होइन अनि यो चाहिँ फर्स्ट टाइम गएको अरे अनि हात्ती पनि अब नयाँ हात्तीको लागि पनि बाटो है अनि पुरै उयो भइरहेको थियो क्या फ्लडले बाटोहरू मुनि त पुरा उयो भइरहेको थियो धस्किरहेकोहरू बाटोमा जग्गा जग्गामा धुलो धुलोहरू हो खोला त पुरै बाङबुङ यस्तो भइरहेको थियो है त साथीहरू होइन तर मैले चाहिँ मुस्किलले अब भिडियो गरिरहेको थिएँ अब यो घरिघरि यो अपर्च्युनिटी आउँदैन नि त अनि मेरो श्रीमानले चाहिँ मलाई भन्नुहुँदै थियो औ गाइडको त के काम रहेछ यहाँ त गाइडको त के कामै छैन त भने गाइडहरू त आउँदा पनि आएन हो गाइडहरू त उतै थियो नि त अनि मेरो श्रीमानले चाहिँ त्यस्तो भन्नुहुँदै थियो गाइडको चाहिँ के काम रहेछ खोइ गाइडलाई त ल्याउनु मात्रै पर्यो पैसा मात्रै तिर्नु पर्यो भनेर भन्दै थियो नि त मैले चाहिँ अब के थियो होला नि त काम भनेर भन्दाखेरि चाहिँ त्यो मान्छेले चाहिँ भन्दै थियो अर्को जग्गामा भए चाहिँ गाइडै चाहिन्थ्यो तर अब यहाँ चाहिँ नयाँ भएर अब फर्स्ट टाइम हो त्यही कारणले गाइड चाहिएन भनेर भन्दै थियो बाटो चाहिँ यस्तो भएको थियो कि तपाईँहरूले हेर्दै जानुहोस् है त এইটা বীজটা ছিল নাকি No, where are you going? না we will go সামনে দিকে এগিয়ে বসো That's me. সামনে তো আছে আর এরপর তো পড়ে যাবে Didi, Mommy, we are going to jungle. We are going. Oh, rhino! Rhino! Look, rhinoceros place. Yes, Rhinoceros place. They can like this food. The rhino stand. भर्खर जुन चाहिँ क्रस भएको थियो यो हेर्नुहोस् न यो ब्रिजहरू चाहिँ पुरै भित्के छ यहाँ चाहिँ पुरा राइनोसरसहरू देख्थ्यो रहेछ हो अनि जस्ट बोटहरू पनि लगाइरहेको थियो तर बाढको कारणले गर्दा चाहिँ यहाँ हेर्नुहोस् बाटोहरू चाहिँ पुरै भित्केको छ यहाँ पुल थियो यो पनि भित्केछ हो अनि धेरै नै डरलाग्दो भएछ नि त फ्लडले अनि अब हामी चाहिँ ठुलो जङ्गलमा पस्नु आँटेको थियो तर के भयो भन्दाखेरि चाहिँ हात्ती चाहिँ भित्र पस्नै मानेन फनक्कै घुमेर त त्यहाँदेखि त मालिकले कति कुट्यो हात्तीलाई माया लाग्दो गरेर हो तर ऊ भित्र पस्नै मानेन अन्त मेरो श्रीमानले चाहिँ भन्नुभयो छोडिदेऊ जानु मान्दैन भने जाउँ फर्केर भनेर भन्यो अनि हामी चाहिँ फर्केर जाँदैछौँ वापस हात्ती चाहिँ फेरि वापस फर्केर गयो है हाम्रो राइड चाहिँ एकदमै विस्वादमा हामीले केही पनि देखेनौँ है त्यही हो हात्तीमा चाहिँ चढ्नु पायो भनेर मात्रै अनि एकदमै त्यो मान्छेले कुटेको त मैले भिडियो हाल्नु पनि पाएन हात्ती त यस्तो साह्रो हल्लेको कि हामी नि लड्ला जस्तो भयो है यति डरलाग्दो कराएको क्या अनि सायद त्यो भित्र डेन्जरस नै थियो होला अब होइन उसको लागि पनि आज फर्स्ट टाइम यो नयाँ बाटो थियो अनि भित्र सायद उसले के उयो भयो होला फिल भयो होला होइन अन्त अर्को हात्ती र बच्चा पनि हाम्रो पछाडि आउँदै थियो है उनीहरू चाहिँ जङ्गलभित्र पस्यो तर हाम्रो हात्ती चाहिँ पस्नु मानेन है अनि हामी चाहिँ अब एकदमै डर पनि लागिरहेको थियो है एकदम स्केरी मोमेन्ट भइरहेको थियो हात्ती कराएर अनि जेसी चाहिँ पुरा रिसाइरहेको थियो जेसीले चाहिँ भन्दै थियो त्यो हात्तीको मान्छेलाई मम्मी किन मेरो हात्तीलाई कुटेको म भनिदिन्छु अब मेरो रबर्टलाई भन्दै थियो हामी त हाँस पनि उठिरहेको थियो डर पनि लागिरहेको थियो फर्केर लैजाओस् भनेर त्यहाँदेखि हामी फेरि पनि फर्केर गयो अनि हामीले चाहिँ केही पनि देखेनौँ है इभन पिकक पनि देखेनौँ है त साथीहरू तर पनि अब हामी एन्जोय चाहिँ गऱ्यौँ है अनि यसरी हामी फर्केर अहिले देख्नु हुँदै होला तपाईँले ऊ पर है जहाँबाट हामी चढेको थियौँ त्यहाँनिर ऊ पर देख्दैछ अब हामी चाहिँ
उत्रिनु आँटेको छौँ किनभने हात्ती चाहिँ मानेन जङ्गलभित्र जानु अनि हामी फर्केर आयौँ। अब विश्वास चाहिँ विश्वासै भयो तर पनि ठिकै छ है, जे पनि हुन्छ राम्रोको लागि नै हुन्छ साथीहरू होइन। भरे भित्र गएर अभार परेको भए कस्तो बिजोक हुन्थ्यो। सो अब चाहिँ हामी उत्रन आँटेको छौँ। हामी चाहिँ अब उत्रिँदैछौँ साथीहरू हात्तीबाट। ल हे हामी चाहिँ यहाँबाट भर्खरै उत्रयौँ है, हाम्रो कस्तो खबरै नथियो। यहाँबाट चढ्यौँ, यहाँबाट उत्रयौँ अनि इट वाज अ स्केरी राइड। सिट चाहिँ यस्तो थियो नि त, अन्त त्यहाँदेखिको बस्नु चाहिँ पुरै अप्ठ्यारो भइरहेको थियो। स्टिल देन वी इन्जोयड। बाटो चाहिँ पुरै बिगाएर चाहिँ जेसी you enjoyed? Yes. How was your elephant ride? It was good. It was good. Yes. You enjoyed? Yes. What you have seen in the jungle? I did not see it. I did not see anything. Oh, you have seen only the monkeys. Oh, it's not was two teeth. टुटी कहाँ? Peacock song again. But we could not see even the peacock. मुजुर पनि देखेन, केही देखेन, केही देखेन। यो जानै मानेन नि त यो हात्ती। अब चाहिँ हामी हात्तीबाट निक्लिसकेर चाहिँ अगाडि चाहिँ पार्क थियो है, रिसोर्ट पनि थियो, त्यहाँनिर गएर बस्नु पनि सक्नुहुन्छ तपाईँहरू, लजहरू पनि थियो। अनि त्यहाँदेखिको नानी चाहिँ अगाडि खेल्दै थियो अनि म पनि यसो बस्नु पर्यो भनेर बसिरहेको छु। अनि मेरो श्रीमान चाहिँ फेरि त्यो गाइडलाई चाहिँ अफिससम्म पुर्याउनु जानुभएको छ है। अनि त्यति बेलासम्म नानी चाहिँ पर खेलिरहेको छ है। अनि म पनि यसो बसेर त्यसलाई उसलाई हेरि मात्रै राखेको छु। अनि ऊ चाहिँ आइपुग्यो अनि मम्मी हेर्नुहोस् न मैले तपाईँको लागि फ्लावर ल्याइदिएको छु भन्दै थियो नि त। ए हो र भनेर त्यहाँदेखि हामी चाहिँ अब निस्क्यौँ। यो चाहिँ कहाँ हो भन्दा चाहिँ मालाङ्गी लजभित्रबाट जानुपर्छ है। यहाँ हेर्नुहोस् अब यो चाहिँ कहाँनिर छ भन्दाखेरि चाहिँ जब हामी गुरुद्वारा पुग्छौँ है, एउटा चाहिँ उतापट्टि जाने बाटो छ, यो चाहिँ कोचबिहार जाने बाटोपट्टि हो। एउटा चाहिँ सिलगढीहरू जाने बाटो छ अनि एउटा चाहिँ कोचबिहार जाने बाटो छ। यो मन्दिरहरू देखेर थाहा पाइहाल्नुभयो होला तपाईँहरूले है। यहाँनिर चाहिँ मन्दिर पनि छ है, चर्च पनि छ, गुरुद्वारा पनि छ, मस्जिद पनि छ। अनि त्यो बाटोबाट चाहिँ पस्नुपर्छ है त साथीहरू। यो चाहिँ बाटो चाहिँ यहाँ हो है। अनि यसको लागि चाहिँ तपाईँहरूले पहिल्यै टिकट बुक गर्नुपर्ने हुन्छ अनलाइनमा है। अब यहाँ चाहिँ पुगेपछि तपाईँहरूले बुझिहाल्नुहुन्छ। ए यहाँनिर यस्तो छ है। यतापट्टि साइडमा चाहिँ इमटार छ, एरोप्लेनहरू छ है। यहाँबाट चाहिँ बाटो छुट्टिन्छ नि त। उतापट्टिबाट गयो भने चाहिँ सिलगढी, यतापट्टिबाट गयो भने चाहिँ कोचबिहार बाटो। यो चाहिँ हाँसीमारा है, एयरफोर्स, हाँसीमारा एयरफोर्स भन्ने बाटोमा हो। यहाँ चाहिँ पुरा ठुल्ठुलो गाडीहरू हिँडिरहेको हुन्छ। अनि यहाँ चाहिँ एलिफेन्ट राइडको लागि चाहिँ पहिल्यै तपाईँहरूले अनलाइनमा टिकट बुक गर्नुपर्ने हुन्छ है। अनि एकजनाको चाहिँ टिकटको कति लाग्छ भने 1000 लाग्छ है एलिफेन्ट राइडको। अनि तपाईँहरूले त्यो गाइडको चाहिँ अलग्गै 300 पे गर्नुपर्दो रहेछ। त्यो चाहिँ कम्पलसरी रहेछ है गाइडको चाहिँ। हुनु त गाइडको केही काम थिएन हामी जाँदाखेरि त, तर पनि अब गर्नै पर्छ अरे। अनि 300 तिर्नुपर्ने रहेछ। अनि एकजनाको चाहिँ तपाईँको 1300 लाग्यो भनौँ न। अब 13 एकजनाको होइन, मतलब अब दुईजना फ्यामिली एउटा गाइड। अनि टिकटको 1300 उयो लाग्यो, 1000 रुपियाँ लाग्यो है। अनि नानीको चाहिँ लाग्दैन है। सानो जब तपाईँको नानीहरू सानो छ 5-6 वर्षदेखिको मुनि उहाँहरूको चाहिँ लाग्दैन, फ्री हो। अनि यसरी नै अब हामी चाहिँ फर्किँदैछ। चियापत्ती बगान भगाएर नानी चाहिँ सुत्यो हो। अनि एकदमै हावा चलिरहेको थियो। अनि मैले चाहिँ उसलाई समातिरहेको थिएँ। अनि यसरी नै हाम्रो राइड चाहिँ भयो। तर हामीले देख्नु चाहिँ केही देखेनौँ है त साथीहरू। यसरी नै अब हामी बाइकमा अब बिहान कति अहिले त टाइम बेसी भएको छैन। हाम्रो चाहिँ फर्स्टको 5:30 बजीको राइड छ, त्यहाँदेखि 6:30 बजीको राइड छ। अन्त हाम्रो चाहिँ 6:30 को राइड थियो है। अनि 7:30 को बिहानै 3टा राइड मात्रै हुन्छ है एलिफेन्ट राइड 1 घन्टाको। तर हाम्रो चाहिँ 1 घन्टा पनि भएन। अन्त यसरी हामी मङ्गलबारेतिर आइपुग्यौँ। अनि हामी एकदम आरामले, यति बेला चाहिँ 9 पनि बजेको थिएन है त बाबा। हुन्छ त तपाईँहरूले ठुलोचोटि मेरो भ्लग हेर्नुहुँदैछ भने लाइक, सेयर, सब्सक्राइब गर्नु नभुलिनुहोस् होला। अनि तपाईँहरूको मायाका लागि धन्यवाद। अझै डिटेल्समा चाहिन्छ भने मलाई मेसेज गर्नुहोस् होला। बाइ बाइ, टेक केयर।